आज कसले के बोले? आफ्नो निर्वाचन क्षेत्र नै तपाईलाई बुझाउनु भएको बाबुराम भट्टराईमाथि तपाईले तुच्छ कमेन्ट गर्नु भएछ नि। केको तुच्छ? उहाँले गरेको तुच्छताको तुलनामा त त्यो केही तुच्छ होइन। खबरबाले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ र साथसाथै आज बसेको संसद दलको बैठकले अर्को के निर्णय गरेको छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानलाई ठाडो उल्लङ्घन गर्दै जेठ 15 गते हुने राप्रपा लगायत दलहरू लगायत मिलेर हुने जुन जनप्रदर्शन छ त्यो प्रदर्शनलाई हिंसा भट्काउने जुन अभिव्यक्ति प्रधानमन्त्रीले दिनुभएको छ त्यो अभिव्यक्तिको जवाब संसदमा राप्रपाले माग्ने। पक्राउ परेको व्यक्ति सामान्य मान्छे, सानो माछो अरू छ भनेर एक दिन दुई दिन पछि नै छोडिरहेको छ। ठुलो माछा को स्वयं अख्तियारले नै भनिरहेको छ। अहिले नै कसैलाई हामी आरोपित गर्न चाहदैनौँ। विगतको चिज परिपक्व छैन, दुरुपयोग छ। विगतका चाहिँ पूर्वाधार विकासहरूबाट देशले खासै लाभ लिन सकेको छैन। एउटा चाहिँ के भने गरेया छ भन्दाखेरि गरेया छ, तर गुणस्तरीय पनि छैन। त्यो जस्तै चाहिँ भूगोलले पनि त्यसलाई एक्सेप्ट गरेको छैन। बरु यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेको भए अझ त्योभन्दा राम्रो हुन्थ्यो। बिचौलियाहरूको स्वार्थ समूहको प्रभावमा नपरेको भए अझ राम्रो हुन्थ्यो। आयोगले आफ्नो स्थापना कालदेखि नै विभिन्न सिफारिसहरू गर्दै आएको छ, तर आयोगले गरेका सिफारिसहरूको कार्यान्वयन न्यून रहेको छ। हामी रात दिन यसमा काम गरिराखेका छौँ। बजेटको चपेटो छ, तथापि विधेयकमाथि हामी काम गरिराखेका छौँ र यो 1 महिनाभित्रैमा विधेयक संसदबाट पारित हुन्छ। खबरबाले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको छ र साथसाथै आज बसेको संसद दलको बैठकले अर्को के निर्णय गरेको छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधानलाई ठाडो उल्लङ्घन गर्दै जेठ 15 गते हुने राप्रपा लगायत दलहरू लगायत मिलेर हुने जुन जनप्रदर्शन छ त्यो प्रदर्शनलाई हिंसा भट्काउने जुन अभिव्यक्ति प्रधानमन्त्रीले दिनुभएको छ त्यो अभिव्यक्तिको जवाब संसदमा राप्रपाले माग्ने। आज दुईटै निर्णय गरेको। आज गृहमन्त्रीको राजीनामा माग्छौँ र गृहमन्त्रीको राजीनामाका लागि हामी संसदीय अभ्यास पुनः पालना गर्छौँ र साथसाथै प्रधानमन्त्रीले जुन अभिव्यक्ति दिनुभएको छ जेठ 15 गतेलाई लक्षित गरेर हिंसा भट्काउने जुन अभिव्यक्ति दिनुभएको छ, प्रधानमन्त्री जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यसरी हिंसा भट्काउने अभिव्यक्ति दिन नेपालका विभिन्न प्रचलित कानुनहरूले दिँदैन। कतिसम्म कानुनी व्यवस्था छ भने यदि प्रधानमन्त्रीको कुर्सीमा बसेर त्यस्ता अभिव्यक्ति दिएको ठहरेमा 1 वर्षदेखि 5 वर्षसम्म कैदसम्मका पनि व्यवस्था नेपालका विभिन्न प्रचलित कानुनहरूले गरेका छन् भने त्यो कानुनको पालना गर्ने मुख्य व्यक्ति प्रधानमन्त्रीले स्वयं कानुनलाई उल्लङ्घन गर्नु भनेको राज्य विधिको शासनभन्दा बाहिर छ भन्ने एउटा देखिएको छ। त्यो भएर प्रधानमन्त्रीको पनि हामी जुन अभिव्यक्ति दिनुभएको छ त्यो अभिव्यक्तिमा हामी जवाफ माग्छौँ। गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा जसरी अहिले नामहरू जोडिएको छ यो प्रकरणमा गृहमन्त्रीको हामी राजीनामा माग्छौँ। हामी उभिन्छौँ, जवाब माग्छौँ र त्यस पछाडि सरकारले के गतिविधि गर्छ त्यो हेरेर अरू थप कदम। आफ्नो निर्वाचन क्षेत्र नै तपाईलाई बुझाउनु भएको बाबुराम भट्टराईमाथि तपाईले तुच्छ कमेन्ट गर्नु भएछ नि। केको तुच्छ? उहाँले गरेको तुच्छताको तुलनामा त त्यो केही तुच्छ होइन। उहाँ त धेरै तल उत्रेर भन्ने गर्नुभएको छ नि त। मलाई उहाँको काम भनेकै माओवादीको विरोध गर्नु बाहेक केही पनि। बाबुराम भट्टराईले तपाईले एक्लै छोडिदिनु भयो नि उसो भएदेखि त। अब मैले सबैलाई केन्द्रित हो भन्ने, तर पार्टी आन्दोलन मार्चपास्ट छोडेर भागे हो नि त। अब त्यो भागेको मान्छेलाई मैले बढी भन्ने यहाँ बढी नसुन्नु न। चालु वर्षको बजेटले 6% को आर्थिक वृद्धिको प्रक्षेपण गरेको थियो र त्यो सम्भव थियो। अहिले 5% भन्दा माथि आर्थिक वृद्धि देखिरहेछ भन्दा सही थियो नि त त्यो बजेट त। बरु यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेको भए अझ त्योभन्दा राम्रो हुन्थ्यो। बिचौलियाहरूको स्वार्थ समूहको प्रभावमा नपरेको भए अझ राम्रो हुन्थ्यो। प्रधानमन्त्रीज्यू देशको अर्थतन्त्रलाई गम्भीर रूपले बुझ्नु पनि भएन, त्यसरी लिनु पनि भएन र केही स्वार्थ समूहको प्रभावमा सरकार चल्यो भन्ने हाम्रो निष्कर्ष हो। अर्कोतिर चाहिँ कस्तो देखिन्छ भने अर्थमन्त्रीजीको पनि असाध्य विरोधाभास। बजेट ठिक भएन भन्ने
फेरि राम्रो रिजल्ट आउँदैछ भन्ने के कार्यान्वयन गर्दै हुनुहुन्छ त उहाँ? नैतिक रूपले पनि अर्थमन्त्रीको रूपमा बस्न मिल्दैन। बजेटको विरोध गर्ने अनि फेरि अर्थमन्त्री भइराख्ने, विरोध कार्यान्वयन बजेट कार्यान्वयन नगर्ने अनि अर्थमन्त्री भइराख्ने, त्यो पनि बेठिक कुरा हो। कि उहाँले परिमार्जन गर्न सक्नुपर्थ्यो, यो कुरामा परिमार्जन गर्छु भनेर बजेट परिमार्जन गर्न पनि पाइन्छ। यदि आर्थिक वर्षको बिचमा त्यस्तो चाहिँ जरुरी पर्यो भने त्यो पनि आँट नगर्ने, मैले नै ल्याएको बजेट कार्यान्वयन गर्ने, त्यसमा त रिजल्ट पनि राम्रो आयो पनि भन्ने, बजेटको फेरि विरोध गर्ने, स्वामित्व नलिने, त्यो खालको राजनीतिक नैतिकता देखाउनु भएन। त्यो राम्रो भएन अर्थमन्त्रीको पनि। अहिले पनि पटक पटक थाँतिरहेको विद्युत विधेयक प्रस्तुत हुँदै फिर्ता आउँदै गरेको र यसै पटक पनि 2 वर्ष अगाडि प्रस्तुत भएको विधेयक जलस्रोत विधेयक सक्ने बित्तिकै हामी रात दिन यसमा काम गरिराखेका छौँ। बजेटको चपेटो छ तथापि विधेयकमाथि हामी काम गरिराखेका छौँ र यो 1 महिनाभित्रैमा विधेयक संसदबाट पारित हुन्छ। त्यसमा थुप्रै कुराहरू छन्, तपाईहरूले चाहेको, तपाईहरूले भोगेका, तपाईहरूलाई अप्ठ्यारा भएका कुराहरू, अनबन्डलिङका कुरा छन्। ठिक छ, त प्राधिकरण एक्लैले सकेन भने त्यसको विकल्प होला नि त सरकारसँग। लगानी डुब्दा डेभलोपरहरूको मात्रै डुब्छ जस्तो लाग्छ? तमाम जनताको डुब्छ। त्यसको जिम्मेवारी सरकारले लिन्छ। त्यसो भएको कारणले त सरकारको दायित्व लिनुपर्छ। र साथीहरूले थुप्रै कुराहरू अहिले प्रस्तुत गर्नुभयो, समस्या कुराहरू। विगतको चिज परिपक्व छैन, दुरुपयोग छ। विगतका चाहिँ पूर्वाधार विकासहरूबाट देशले खासै लाभ लिन सकेको छैन। एउटा चाहिँ के भने गरेया छ भन्दाखेरि गरेया छ, तर गुणस्तरीय पनि छैन। त्यो जस्तै चाहिँ भूगोलले पनि त्यसलाई एक्सेप्ट गरेको छैन। अन्नधुन्न किसिमले चाहिँ हचुवाको भरमा भएको कारणले गर्दाखेरि राज्यको स्रोत चाहिँ व्यापक रूपमा त्यसमा चुहावट भएको छ। यसलाई सुधार गर्नुपर्छ। मैले त्यहाँ बोलेपछि विकास गर्नुपर्छ, ल मैले भन्ने त्यो काम गर भनेर भन्ने जुन आदेशमूलक तरिकाले जुन विकास भएको छ, अब जस्तै मान्नुहोस् कि अब हामी पनि भनौँ न विकासको सहभागी हामी होइनौँ। हामी चाहिँ देशको उत्पादकमूलक उद्योगीहरू हौँ। हामी जस्तै नेपालको पूर्वाधार विकासको लागि नभई नहुने यो गिट्टी बालुवा उत्पादन गर्ने क्रसर उद्योगी भएको कारणले गर्दा हामीले के देखेका छौँ भन्नु होला भने विकासको नाउँमा भुछे भएको छ। अनि त्यो लिएर आएर हामी माथि जोडेर तपाईँको चाहिँ उत्खननबाट चाहिँ यो चाहिँ वातावरण बिग्रियो, यो यहाँ बिग्रियो, त्यहाँ बिग्रियो भनेर जुन किसिमको हामी माथि नाम जोडेको छ त्यो कुरो होइन। यो चाहिँ अव्यवहारिक किसिमका चाहिँ विकास योजनाहरूको कारणले गर्दाखेरि त्यसको परिणाम हामीले भोगेका छौँ। त्यो अधुरो विकास पनि अधुरो छ, हामीलाई अब्जस पनि भयो, त्यहाँ भुछे पनि भएको छ। त्यहाँबाट चाहिँ जस्तै नदीनालाको जोखिम पनि बढेको छ। अब नदीनालाको जोखिम अहिले तपाईँको चाहिँ बढ्दै आएर तपाईँको पूर्वाधार विकास क्षति गर्यो, ठुलो क्षति गरे। हेर्नुहोस् अहिले जस्तै रोसीमा गएर हेर्नुहोस्, मकवानपुरमा गएर हेर्नुहोस्, त्यहाँ व्यापक रूपमा क्षति भएको छ। हामीले नजिकबाट हेर्दाखेरि यस्तो चाहिँ क्षति धेरै ठाउँमा भएको छ। हुनुको कारणमा चाहिँ के छ भन्दाखेरि वैज्ञानिक हिसाबबाट कुनै योजना नबनाइकन गरिएका उत्खनन कार्यहरू जुन पहाडमा ठिक छ, गाउँमा बाटो त गयो, तर त्यसबाट चाहिँ अदूरदर्शी किसिमले चाहिँ उत्खनन भएको कारणले गर्दाखेरि यसको क्षति पुगेको छ। र विकासको क्षेत्रलाई हामीले एउटा गुरु योजना गरेर प्राविधिक हिसाबले यो चाहिँ परिपक्व छ भन्ने हिसाबले सरकारले अहिलेको बजेटमा त्यो अनुसारले मात्र लगानी गर्नुपर्छ। हिजो भइसकेका आयोजनाहरूलाई जस्तै चाहिँ अधुरा आयोजनाहरू छन् भने अब त्यसलाई त गर्नै पर्यो। विकासको पाटोमा यो रह्यो। हेर्नुहोस् अब अर्को जस्तै चाहिँ आर्थिक सुधार उन्मुखको बारेमा म तपाईँलाई नजिकबाट के भन्न चाहन्छु भने हामी आर्थिक सुधार गर्नको निम्ति दोषारोपणका कुरा गरेर आर्थिक सुधार हुँदैन। नेपाल सरकारबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सृजना भएका दायित्व कार्यान्वयन हुन सके मात्र मानवाधिकारको उपयुक्ततामा सहजता आउँछ। आर्थिक वर्ष 2081-82 को प्रारम्भदेखि हालसम्मको अवधिमा आयोगमा मानवाधिकारको उल्लङ्घन सम्बन्धी 58वटा उजुरीहरू दर्ता भएका छन् भने 164वटा उजुरीहरू फर्चट गरिएको छ। आयोगले आफ्नो स्थापना कालदेखि नै विभिन्न सिफारिसहरू गर्दै आएको छ, तर आयोगले गरेका सिफारिसहरूको कार्यान्वयन न्यून रहेको छ।
क्षतिपूर्तिको हकमा केही कार्यान्वयन भए पनि कारबाहीका लागि गरिएका सिफारिसहरू कार्यान्वयन भएका छैनन्। यसरी कारबाहीका लागि आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन नहुँदा दण्डहीनताले प्रशय पाएको छ। विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा श्री लक्ष्मण भोगाई कार्यपालनलाई नियुक्त गर्ने पनि निर्णय भएको छ। त्यस्तै प्रकारले 2082 असार 3 गतेदेखि 5 गतेसम्म इजरायलको तेल अभिभमा आयोजना हुने मुन एक्सपो 2025 सम्मेलनमा शहरी विकास मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने पनि निर्णय भएको छ। खाद्य प्रणाली रूपान्तरणको रणनीति योजना 2081-82, 86-87 स्वीकृत गरिएको छ। त्यस्तै प्रकार राष्ट्रिय खेलकुद विकास ऐन 2077 संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति पनि प्रदान गरिएको छ। त्यस्तै प्रकारले सूचना तथा प्रविधि मन्त्रालय सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद समक्ष पेश गर्ने पनि स्वीकृति प्रदान गरेको छ। माननीय गृहमन्त्रीज्यू आफ्नो पृष्ठभूमि हेर्दा कानुन ब्याकग्राउन्डको हुनुहुन्छ, मानवाधिकार ब्याकग्राउन्डको हुनुहुन्छ, शान्ति प्रक्रियाका विभिन्न श्रृङ्खलामा काम गर्नुभएको व्यक्तित्व हुनुहुन्छ। आफ्नो दलको प्रमुख सचेतक भएर विभिन्न संसदका विषयहरू ह्यान्डल गर्नुभएको छ। हामी अघिल्लो सेसन मात्रै हेऱ्यौँ भने पनि माननीय गृहमन्त्रीज्यू प्रतिपक्षी बेन्चमा बसेर धेरै नेताहरूमाथि मन्त्रीहरूमाथि उठेका विषयहरूमा नैतिकताका प्रश्नदेखि धेरै विषयहरू उठाउँदै हुनुहुन्थ्यो। म त्यो सम्झन चाहन्छु। त्यसो गर्दा हामी प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षीहरूको तर्फबाट यो सन्दर्भमा स्वयं गृहमन्त्रीज्यूले नै सरुवा गरेको व्यक्ति कार्यालय प्रमुख रहेका छन्। उहाँको सचिवालय यसमा तानिएको छ, जोडिएको छ। अख्तियारले छापा मारेको छ, स्टिङ अपरेसन। त्यसपछि चाहिँ पक्राउ परेको व्यक्ति यो सामान्य मान्छे, सानो माछो अरू छ भनेर 1 दिन 2 दिनपछि नै छोडिरहेको छ। ठुलो माछा को स्वयं अख्तियारले नै भनिरहेको छ। अहिले नै कसैलाई हामी आरोपित गर्न चाहँदैनौँ। सम्मानित सभामुख महोदय, यो सबै सन्दर्भमा अनुसन्धान गर्ने निकायहरू सबै नै माननीय गृहमन्त्रीको मातहतमा रहेका छन्। सम्पत्ति शुद्धिकरण सम्बन्धी होला, CIB होला, अरू धेरै निकायहरू। यस सन्दर्भमा माननीय गृहमन्त्रीजीले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गरिदिनुहोस् भनेर हाम्रो विनम्र अनुरोध छ। उहाँको संलग्नता छ भनेर अहिले हामी दाबी गरिरहेका छैनौँ। उहाँका सचिवालय अरू धेरै कुरा आइरहेको छ। अहिले हामी धेरै कुरा उहाँलाई आरोपित गर्ने, अहिले सामान्यतया नेताहरूमा पार्टीहरूमा नैतिकताको प्रश्न उठिरहेका, अविश्वास भइरहेका बेला अझ थप कोही नेताप्रति कोही पार्टीप्रति अविश्वास फैलाउन हामीलाई रुचि छैन। तर यति गम्भीर विषय उठिसकेपछि स्वयं गृहमन्त्रीले नै मार्ग प्रशस्त गरिदिनुहोस् र छानबिनको लागि एउटा राम्रो छानबिन गर्ने वातावरण, निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिनुहोस् हामी अनुरोध गर्न चाहन्छौँ। यो अवस्था नबन्दासम्म हामी सम्पूर्ण प्रतिपक्षको तर्फबाट यो नियमित प्रक्रिया अगाडि बढ्न दिन सक्दैनौँ। हामी यो म जानकारी गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, यहाँले गृहमन्त्रीसँग सम्बन्धित भएर अहिले के भनेदेखि उठिरहनु भएको छ, आफ्नो कुराहरू राखिरहनु भएको छ। गृहमन्त्रीले बोल्नको लागि समय माग्नु भएको छ र गृहमन्त्री हाम्रो सदनमा उपस्थित हुनुभएको छ। अब मान्य सदस्यहरू आसन ग्रहण गरेर सभा सञ्चालनको लागि वातावरण बनाउनुहोस्। त्यस पछाडि तपाईँहरूले उठाउनुभएका कुरा लगायतमाथि छलफल गराउने कामहरू हुन्छ। मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म संक्षिप्तमा कुरा राख्नको लागि सत्तापक्षका तर्फबाट मान्य सदस्य श्याम घिमिरेलाई म समय दिन्छु। संक्षिप्तमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, अहिले प्रतिपक्षले जुन ढङ्गले कुरा उठाइरहेको छ, मान्य सदस्यहरू आसन ग्रहण गरेर यो उहाँले के कुरा राख्नुहुन्छ सभा सञ्चालन गर्न मौका दिनुहोस्। गम्भीरतापूर्वक सुन्यौँ, ध्यानपूर्वक सुन्यौँ। मान्य सदस्य श्याम घिमिरे यहाँ आसन ग्रहण गर्नुहोस्। कुरा सुनिएन।
कुरा सुनिएन, त्यसले गर्दाखेरि माननीय श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। माननीय श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। माननीय सदस्यहरू, अब यो बैठक आजै आधी घण्टाको लागि स्थगन हुन्छ। खबरसेन्टर.com, सबै खबर एकै ठाउँमा।